रिलेसनसिपमा ग्रीन फ्ल्याग र रेड फ्ल्याग त थाहा छैन मलाई, तर घर परिवारको लागि रेड फ्ल्याग हो म। मतलब 25 वर्षको भइसके अहिलेसम्म एउटा राम्रो जब छैन, न त आमा बुवाको सपना पुरा गर्न सकिएको छ, न त घरको जिम्मेवारी उठाउन नै। सँगैका साथी सबैले बिहे गरेर सेटल भइसक्यो, तर म अझै यहीँ छु। घरमा न त पैसा माग्न नै सकेको छु, न पैसा दिन नै सकेको छु। आमा बुवाको सहारा भन्ने उमेरमा उहाँहरूको बोझ बनेर बसिरहेको छु। प्रयास मैले नगरेको होइन, तर प्रत्येकचोटि असफलता नै हात पर्यो। त्यसैले हो, म रेड फ्ल्याग हो।